हेलो गाइस, वेलकम बैक टु माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ खडी हुँदै हामी चाहिँ जाँदैथ्यौँ चिलीपोखरी। अनि यति धेरै रमाइलो भयो नि कुरै नगरौँ। हेर्नु त कस्तो हुन्छ। मेरो बुनलाई कहाँ हिँड्छ भनेर सोधेको। ट्रेकिङ लट्ठी नै छैन रातिहरू। रोड चढ्ने चाहिँ सुरु भयो। यस्तो राम्रो बाटो छोडेर हामी जाँदैछौँ। यस्तो बाटो शीतल भयो भने चाहिँ हामी चिलीपोखरीसम्म पुग्नेछौँ। शीतल भएन हिँड्नै सकेन भने हामी बिच बाटोबाट फर्किनेछौँ। हिँड्दा हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइ गयो म भने चाहिँ भन्दा भने यस्तो गाइस लुगा पनि फेर्यो। बाटोमा गर्मी भएर लुगा फेर्नु पर्ने भयो। यो लुगा ल्याएको थिएँ पानी पर्दाको लागि लाउने भनेर, तर मैले घाम लाग्दा नि लायो लुगा। हेलो सिस्टर, कस्तो फिल भइरहेछ त? कस्तो फिल भइरहेछ अरे साथी भन न। धेरै उकालो हिँडिसकेपछि बल्ल बल्ल यो चौरी र यो एउटा सानो बस्ने ठाउँ आयो र हामीले फोटोहरू खिच्यौँ, खाजाहरू खायौँ। बाटोमा चाहिँ हामी एकदमै रमाइलो गर्दै गयौँ, किनकि हामी रमाइलो गर्ने गएको थियौँ नि त। डर लाग्यो क्या, एकछिन चुप्प लागेर हिँड्यो नि। तर पप्पी चाहिँ हाम्रो पछि हिँड्छ। अब बाटो देखाएको भन्नु कि गाइड कति भन्नेलाई अलिकति सम्म परेको र उज्यालो ठाउँ देख्ने बित्तिकै हामी भिडियोहरू बनाउन थाल्थ्यौँ। फेरि जङ्गलले मात्रै भएको अलिक अँध्यारो ठाउँ हुने बित्तिकै हामी 22 हिँड्न थाल्थ्यौँ। घर त 2टा कि 3टा मात्रै थियो, जम्मा डर लाग्थ्यो नि त। त्यही भएर 22 हिँड्यो भिडियो बनाएको दु गाइज है गाह्रो भयो एकदम। जति जति धेरै बाटो हिँडिरहेको थियौँ त्यति नै हामीलाई एनर्जी पनि आइरहेको थियो, छिटो छिटो पुगिन्छ भनेर। लाग्यो मलाई लागिरहेको कुरा सुन्दाखेरि 15 मिनट जस्तो लाग्छ अरे अब। अनि तर गला चाहिँ यस्तो गरेर 2 घन्टा 2.5 घन्टा को बोल्दैन होइन गाइज। तर फ्रेस फिल भयो क्या यहाँ आइपुगिसकेपछि। आनन्द आएको छ, एकदम रिलिफ फिल भयो। अब हेर्नु माथि पुग्दा चाहिँ कस्तो फिल हुन्छ। गाइज कस्तो लागिरहेछ? अङ्कल के भन्नुभयो? रिलिफ सरी थकित। अघि अङ्कलले के भन्नुभयो? कति लाग्छ भन्दा अब थोरै उकालो त्यसपछि फेरि ओह्रालो, फेरि तेर्सो, फेरि उकालो, त्यसपछि फेरि ओह्रालो, फेरि तेर्सोमा घुमा। हामी सबै परिसक्यौँ कि गाइज। के गर्नु घुर्न पनि मिल्दैन अहिले यहाँ। यसरी नै बटाइदिएको छ। के हो उकालो हो कि ओह्रालो कि तेर्सो सबै पर्छ। कत्रो ढुङ्गा यो जस्तो होस् न सँगै जोडी माथि पुग्दा बच्चाहरू जन्मेर हैरान। आफू भने यस्तो थियो सिङ्गल माथि गएर मुना पलाउन खोजे भाँचिहाल्छ। थोरै माथि पछि चाहिँ गाडीको रुट पनि हामीले देख्यौँ। यस गाइज बल्ल आशायो बल्ल साथ आयो, किनकि हामीले हाम्रो डेस्टिनेसन देखिसक्यौँ। पोखरी आउन त बसेको गरेर आइएको छ। फर्केर जानु बहुत गाह्रो छ किनभने धेरै माथि आयो नि हामी। आउन जब लगभग हामी आइसक्यौँ, आँखाले खाना आइपुगिसक्यौँ। फर्केर जानु चाहिँ बहुत गाह्रो छ है गाइज। र फाइनली हामी आइपुग्यौँ गाइज। र आएर हामीले त फोटोहरू पनि खिचिहाल्यौँ। अनि भोक लागेको थियो, कस्तो नि खानेकुराहरू खान थाल्यौँ। यति धेरै दुःख गरेर आइसकेपछि फोटो भिडियो त उठेर सुतेर जसरी पनि बनाउनै पर्यो नि गाइज। यसरी नै सुन्दर चिलीपोखरीको हाम्रो ट्रेकिङ सकियो। बाई, अब बेटी पनि सक्यो। आज हाम्रो ब्लग चाहिँ यहीँ हामी त यहाँ छौँ। सी यू गाइज।